नमस्कार सम्पूर्णमा यो आर्थिक वर्ष 2082-83लाई लक्षित गरेर लोकसभा तयारी गर्नुभएका हाम्रो नेपालका साथीभाइ बहिनीहरूको लागि यो अन्तिमको करदारको विज्ञापन 82 साल 11 महिना 27 गतेको विज्ञापनलाई लक्षित गरेर हाम्रो साथीभाइ बहिनीहरूले तयारी गरिराख्नु भएको छ। उहाँ साथीभाइ बहिनीहरूलाई म के भन्न चाहन्छु भने यदि तपाईँहरूलाई कुनै किसिमको समस्या छ भने खरिदार पढ्नमा यो लोकसभा तयारी गर्नका लागि कुनै पनि किसिमको जिके आइक्यू र रिटर्न पेपरहरूमा समस्या आयो भने यदि मबाट हेल्प चाहियो भने तपाईँहरूले यो युट्युब च्यानललाई सब्सक्राइब गरी मेरो युट्युब च्यानलमा जोडिनु होला र कुन समस्या छ कुन सब्जेक्टमा आइक्यूमा जिकेमा रिटर्नमा त्यो चाहिँ कमेन्टमा चाहिँ स्पष्ट हुने गरी लेख्नु होला। म त्यही विषयमा चाहिँ भिडियोहरू बनाएर प्रत्येक दिनको बिहान 6 बजे मेरो भिडियो चाहिँ अपलोड हुनेछ र अझै तपाईँहरूलाई भिडियो सहितको र लाइभ सहितको भिडियोहरू यदि आवश्यक पर्यो भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ र नोटहरू पनि यदि आवश्यक भन्यो भने आवश्यक परेपछि मलाई सम्पर्क गर्नुहोला। म यो भिडियो किन बनाइरहेको छु भने हाम्रो नेपालमा बसेर जति पनि लोकसभा तयारी गरिराख्नु भएको साथीभाइ बहिनीहरू छन् उहाँहरूको लागि चाहिँ के भन्छ सहयोग र सपोर्टको लागि मैले यो भिडियो बनाउन गइरहेको छु। तपाईँहरूले यदि कुनै किसिमको समस्या आयो भने मलाई चाहिँ सम्पर्क गर्न नबिर्सिनु होला। यो युट्युब च्यानललाई सब्सक्राइब गरी पक्कै पनि जोडिनु होला। सब्सक्राइब गरिसकेपछि तपाईँहरूले चाहेको भिडियो चाहिँ मैले जब बनाउँछु जब अपलोड गर्छु त्यो भिडियो तपाईँको स्क्रिनमा सबभन्दा पहिला पुग्नेछ। त्यसैले सब्सक्राइब गरेर जोडिनु होला र जुनसुकै समस्या भए पनि एउटा प्रश्नको कहाँ के बुझिएको छैन त्यो समेतको यदि भिडियो चाहनुहुन्छ भने मलाई कमेन्टमा कमेन्ट गर्नुहोला र त्यही अनुसारको म भिडियो चाहिँ बनाएर तपाईँहरूलाई चाहिँ सपोर्ट गर्नेछु। र यति भन्दै म आज चाहिँ तपाईँको यो विज्ञापन सम्बन्धी यति मात्र म भन्छु र त्यसपछि तपाईँहरू के समस्या छ त्यो समस्या सहितको चाहिँ कमेन्ट गर्नुहोला र कमेन्ट गरिसकेपछि मैले चाहिँ तपाईँलाई नयाँ भिडियो अर्को अपलोड गर्नेछु। तबसम्म